नमस्कार सबैमा। म भूपेन खतिवडा हजुरहरूको अगाडि एउटा छोटो कविता लिएर उपस्थित भएको छु र मेरो कविताको शीर्षक छ म को हो। मेरो मनमा चल्ने सबसे ठुलो प्रश्न, मैले सोध्ने सबसे ठुलो प्रश्न, हर समय आँखामा झल्कने प्रश्न, म को हो। प्रश्नहरू धेरै छन् मनमा, उत्तर भन्ने पत्तो छैन। प्रश्नहरू धेरै छन् मनमा, उत्तर भन्ने पत्तो छैन। आफूलाई चिनेकै छुइनँ मैले, आफूलाई चिनेकै छुइनँ मैले। न मेरोमा अनुभव छ न त ज्ञान, कला भन्ने त थोप्पो छैन। म को हो। न म कुनै ठुलो नेता हो न त कुनै नाम चलेको वैज्ञानिक हो। न म कुनै ठुलो नेता हो न त कुनै नाम चलेकै वैज्ञानिक हो। न म कुनै ठुलो व्यापारी हो न त कुनै साहित्यकार हो। म को हो। कुनै ठाउँ गए भनी कसरी परिचय दिने, कुनै ठाउँ गए भनी कसरी परिचय दिने, यो सारा प्रश्नहरूले मेरो मन डराउँछ। मेरो मन हर समय आत्तिन्छ अनि सोध्छ म को हो। यी प्रश्नहरूमा म हराइसकेँ, म सोचाइमा डुबिसकेँ। यी प्रश्नहरूमा म हराइसकेँ, म सोचाइमा डुबिसकेँ। परिश्रम गर्दै अघि बढ्दै गएँ, समयको उपयोग गर्दै गएँ, तर प्रश्नको उत्तर पाइनँ अनि सोधेँ म को हो। न मलाई मेरो मातृभाषा नै आउँछ, न मलाई मेरो मातृभाषा नै आउँछ, न मलाई अङ्ग्रेजी नै पो आउँछ, न मलाई अङ्ग्रेजी नै पो आउँछ। अन्य भाषा त झन् थोप्पै आउँदैन। म आफूलाई कसरी चिनाउने, मेरो मनले फेरि सोध्यो म को हो। मलाई त भक्ति गर्न पनि आउँदैन, मलाई त भक्ति गर्न पनि आउँदैन। जब एउटा भजन गाउन पनि आउँदैन, भक्तिको रसमा डुबेर नाच्न पनि आउँदैन। एउटा कविता लेख्न त परै जाओस्, एउटा कथा लेख्न पनि आउँदैन। वेदको एउटा श्लोक पनि आउँदैन। न राम्ररी पढ्नै आउँछ न त लेख्नै पो आउँछ, न राम्ररी पढ्नै आउँछ न त लेख्नै पो आउँछ। अनि मैले आफूलाई हेर्दै सोधेँ म को हो।